हेलो एभ्रिवान, मेरो नाम चाहिँ अनिल गुरुङ। म अहिले बिआइएम एचसिएम बालकुमारी कलेजमा पढ्दैछु। यसकै जर्नीमा चाहिँ मैले एचसिएममा चाहिँ इन्टर्नसिप गर्नुपर्ने थियो। त्यही भएर चाहिँ मैले W3 डेभलपर्समा चाहिँ पहिला ट्रेनिङ लिएँ, 3 मन्थ्सको ट्रेनिङ लिएँ। अनि त्यसपछि चाहिँ उहाँहरूले चाहिँ मेरो पर्फर्मेन्स र मेरो फिडब्याक हेरेर चाहिँ मलाई चाहिँ उहाँहरूले इन्टर्नसिपमा राख्नुभयो। र यो 3 महिनाको इन्टर्नसिपको पिरियडमा W3 डेभलपर्समा मेरो एक्सपिरियन्स चाहिँ एकदमै बेटर थियो। अनि यहाँ चाहिँ थ्योरी भन्दा पनि प्र्याक्टिकल र रियल वर्ल्ड प्रोजेक्टमा चाहिँ बेस्ट भएर काम गर्ने मौका पाएँ, जसले गर्दाखेरि चाहिँ मैले एकदमै राम्रो प्र्याक्टिकल स्किल गेन गरेँ। साथै मेन्टरहरू पनि एकदमै सपोर्टिभ र कोलाबोरेटिभ अनि एकदमै फेमिलियर हुनुहुन्छ। उहाँहरूले चाहिँ स्टेप बाई स्टेप गाइड गर्नुहुन्छ र साथै कुनै पनि प्रब्लम आयो भने चाहिँ तपाईँलाई डाइरेक्टली सोल्युसन दिनुभन्दा पनि कसरी सोच्न सकिन्छ र यो प्रब्लम आयो भने चाहिँ कसरी यसलाई सल्भ गर्न सकिन्छ भनेर उहाँहरूले चाहिँ फिडब्याक पनि दिनुहुन्छ र सजेसन पनि दिनुहुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईँले आफ्नो कन्फिडेन्स एकदमै राम्रोसँग इम्प्रुभ गर्न सक्नुहुन्छ। W3 डेभलपर्स चाहिँ बिगिनर्सहरूको लागि चाहिँ बेसिकली एकदमै राम्रो प्लेटफर्म लाग्छ मलाई, किनभने यहाँ तपाईँले प्र्याक्टिकल स्किल्स त पाउनु नै हुनेछ, साथै कन्फिडेन्स पनि एकदमै राम्रो बिल्ड गर्न सक्नुहुन्छ। त्यसैले जो कोही पनि अब आइटी फिल्डमा इन्टर गर्न चाहनुहुन्छ भने चाहिँ उहाँहरूले चाहिँ W3 डेभलपर्समा आएर जोइन गर्दा चाहिँ एकदमै राम्रो फाइदा देख्छु। त्यसै बापत मैले चाहिँ अहिले 3 मन्थ्स पछि चाहिँ W3 डेभलपर्समा आफ्नो इन्टर्नसिप पिरियड सकाएर अहिले चाहिँ मैले ट्रेनिङ प्लस मेरो इन्टर्नसिपको सर्टिफिकेट प्राप्त गरेको छु। त्यसको लागि चाहिँ म W3 डेभलपर्सलाई चाहिँ एकदमै मनैदेखि धन्यवाद दिन चाहन्छु।